कस्तो राम्रो रहेछ के झर्नाहरू चिसो भने जस्तो भएन नानी दिदी तपाईँलाई भर्याङ पनि छ हिँड्न सजिलो भर्याङ पनि छ हिँड्न के अरे हिँड्न सजिलो भयो यस्तो गरेर कोटा समाउँछ यसरी खान्छ के ल ल राम्रो भयो मक्का त आज त यो भाते स्याङले शीतलो बनाउँछ झर्ना त यहाँ पनि रहेछ नि त तिम्रो पानी कहाँबाट फाले गयो यता जान्छु म त शीतलो छ बस्ने ठाउँ हो बस्ने ठाउँ यहाँ आउने स्वास्थ्यलाई राम्रो गर्छ हिँड्न नसक्ने अनि लाल पनि हुन्छ नि आउनेलाई हात खुट्टा डर बलियो बनाउँछ हिँड्न सकिन्छ हो तपाईँ पनि त्यस्तै हो अब म नि हिँडिरहेको अझ हिँड्न सक्छु म हेलो अनि नमस्ते स्वागत छ हजुरहरू सम्पूर्णलाई मेरो आजको यो भिडियोमा अनि हामी आमा छोरा भएर आज यो जङ्गलको बाटो हुँदै आज गइरहेका छौँ शक्तिखोरको झरना अब त्यहाँसम्म जान जतिको बाटोहरू के छ कस्तो छ भनेर यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला यति भन्दै मेरो यो भिडियो चाहिँ नि अगाडि बढाउँदैछु डर त लाग्दैन नि तपाईँलाई यही खोला खोलाको बाटो जाने है डर लाग्यो भने मलाई भन्नु सक्नु है दिदी कस्तो राम्रो फोटो खिच्नुलाई ल पुग्यौँ हामी यहाँ पुग्यौँ है यहाँ यो यति हो अब यहाँ यो आएको हामी चाहिँ यहाँ पुगिसक्यौँ बाइक पार्किङ गऱ्यौँ बाइक पार्किङ गरिसकेपछि अब हामी जाँदैछौँ माथि यो झरनाको नाम चाहिँ नि खै के हो थाहा होइन तर शक्तिखोर चाहिँ भन्छ म यहाँ छु भने मेरो अगाडि नानी हुनुहुन्छ के अरे नानी दिदी चस्मा लाउँदैन लाउँदैन भन्दै हुनुहुन्छ नानी दिदीले आज चाहिँ हामी सर्ट हाइक आएको हो हाइकिङ गर्न अनि हाम्रो यो हाइकिङ चाहिँ नि अब के कस्तो हुन्छ अब हेरौँ नानी दिदी कस्तो भयो गाउँतिर अस्ति ठिकै छ गाउँ रमाइलो छ गाउँ अबि भाग्यो पुग्दैन ए त्यो लट्ठी लागेको रहेछ के त्यही भएर हिँड्न सक्छ नि नानी दिदी तपाईँ म सक्दैन अब उकालो त हिँड्दैन उकालो त जानु यति हो छोइ थोरै हो अन्त हिँड्नु नि त हिँड्नु अगाडि हिँड्नु अब उयो त छेउ कुना हिँड्नु कि तपाईँ म चाहिँ तपाईँको भिडियो खिच्छु है ल अरू के भन्नुहुन्छ त नि यहाँ आउनेहरूलाई रमाइलो छ आउनुहोस् हामी पनि रमाइलो भयो यस्तो ठाउँ कहाँ पाउँछ त शीतलो छ है शीतलो पनि छ रमाइलो पनि छ ए लड्ला नि दिदी बाटो पनि अलि अप्ठ्यारो छ बाटो चाहिँ अलि अप्ठ्यारो छ बाइकको लागि चाहिँ गाह्रै छ अब ट्याक्सी स्याक्सी अटो त चान्सै छैन आउने बाइक हो है यहाँ धान काटिसकेछ धान काटिसकेछ के को साग भन्छ नानी दिदीलाई फापर मजासँग फल्यो फापर मात्रै हो कि रोप्यो कि आफै उम्रियो यो छर्नुपर्छ नि छरेको हो ए हाम्रो यो सर्ट हाइक चाहिँ नि अब रमाइलो भइरहेको छ है नानी दिदी हामी आमा छोरा दुईजना मात्रै अब हेरौँ माथि को हुनुहुन्छ अब यहाँदेखि कति 10 मिनट जति त हिँड्न सक्नुहुन्छ नि नानी दिदी 15 मिनट सक्छु कि मेरो मम्मी हेर न यहाँ कस्तो हिँड्नु भयो मजासँग ढिलबिल गर्दै हिँड्नु भएको छ अनि यो चाहिँ झरनाबाट आएको खोला भयो पानी अब हेरौँ झरना कस्तो छ के छ अन्तिमसम्म रहेर हामीलाई चाहिँ साथ दिनु होला हामी चाहिँ देखाउँछौँ तपाईँहरूलाई झरना के छ कसो छ झरनामा गएर हामी गफ गर्छौँ झरनाको बाटो चाहिँ के कस्तो छ सबै देखाउँछौँ है अब बाइकको लागि चाहिँ एकदम टफ नै छ बाटो गाह्रो छ है मम्मीलाई मैले 2-3 ठाउँमा झरालेर पारी जानु भन्दै आउँदै चढाउँदै आएको हो तपाईँले जे पनि खा भनिन्छ कि अस्ति पनि यो पनि खा रे अनि खाएको त अनि कस्तो छ भने केही पनि छैन भनेको त त्यो यो भनेको मलाई के थाहा भर्याङ रहेछ अरे ए गुफा रहेछ गुफा
म गुफा हेरेर आउँछु है त एकछिन है हो होइन थाहा होइन बस्ने ठाउँ हो शीतल छ बस्ने ठाउँ हो बस्ने ठाउँ के भन दिदी सिस्नु छ पात भनेर समाउला भनेको ए मैले त चिन्छु त सिस्नु त अनि चिन्नु त चिन्छु त नि ठुला छ नि हरियो पत्ता जस्तो देखेर ए थके लाग्यो ठग लाग्छ नि बस्दै बस्दै जाने हो कि है के गर्ने रे छेउमा सिस्नु रहेछ क्या सिस्नुले पोललाई त्यही भएर त हेरेर हिँडेको नि हेर्दै हिँड्नु थके त लाग्यो होइन भोक लाग्यो भनी भन्नु है लागेन भोग्छ यो थक लाग्दैन भोक लाग्दैन हो अब कति माथि छ नि झर्ना ए पुगिसक्यौँ अब हजुर हाम्रो मुसीले बुलाकी लगाएको भाइ धन्यवाद हाम्रो आमाको बहिनी यस्तै आउँछ कि उता पाहाड घर त उता हो अहिले यता छोरासँग घुम्न आएको बुलाकी लगाएर पुरा पुरा ढेमाङ छ माथि छ ल ल आउनु आउनु अलिकति माथि हो अरे बुलाकी लगाएको सब बुलाकी लगाएको भने त हाँसेर हातले छोपिहाल्छ नि हो लाज मान्छ के लाज मान्छ तपाईँले नि लाज मान्थ्यो मैले त लाएन तपाईँ लाएन कहिले नि बुलाकी लाउनु मन लाएर लाउँदैन म त यहाँ मान्छेले पसेर हिँड्ने ठाउँ बस्ने घर हैचोकर बनाएको मान्छे छैन टिकट काट्नलाई होइन होला हो अलि शीतलमा बस्नु शीतल यहाँ क्याम्पिङ आउनेहरू हुन्छ नि राति यहीँ बस्ने त्योहरू आउँछ क्या यहाँ बस्न अनि तपाईँहरू अब उताबाट आउनुभयो भन्छ नि बिचमा कतै पनि त्यो उहरू पाइन्न रहेछ कि पानीहरू केही खानेकुराहरू किन्नलाई तलैदेखि नै तल बाइक पार्किङ गरेको हुँदा नि तल उतै रोडतिरैबाट केही किनेर ल्याउनु भयो भने चाहिँ सजिलो हुन्छ यहाँ आएर पानी खोज्यो भने चाहिँ पानी पाउन गाह्रो छ अब खानेपानी यता कता पाइन्छ होला अब थाहा छैन खोलामा छ खोलाकै खानेपानी खायो मात्र हो नत्र बोतलको पानी हुन्छ उतैबाट ल्याउनु खानेकुराहरू के ल्याउनु पर्छ भने उतैबाट ल्याउनु होला है त रहेछ के रहेछ त्यहाँ जानु घट्टा होला कि ए घट्टा होला रहेछ पानी पुगेको माथि त घट्टा हुन्छ ए कराहा क्या खै अहिले हेरौँ न छ कि छैन है थके लाग्यो तपाईँलाई बेसरी थकेर खाने अब अर्कोचोटिबाट आउनुहुन्छ कि आउनुहुन्न त आउँदैन म त थक लाग्यो होइन अब त झन् तपाईँ मसँग झन् उता माथि जान्छु भनेको होइन ट्रेकिङ जाने भनेको होइन उता माथि असिना गएको त असीमा त फेरि जाने नि त एकतिर कहाँ पुगेर आयो बाबुहरू कति टाढो हो यहाँबाट झर्ना बाबु ए आइसक्यो ल जाउँ ल कहाँको नि भाइहरू ए चितवनले ल ल चितवन त नजिकै हो नि खै दिनु त्यो मसँग कस्तो लामो बनाएको त नि यस्तरी समात्ने हो कि ऊ तपाईँले भनेको जस्तै रहेछ घट्टै रहेछ ऊ तल भनेको नि मैले घट्टा हानेन कसरी पहिला त आएको थिएन त तपाईँ त यो खोला हुन्छ यो गाउँ त्यहाँ भयो नि घट्टा हुनुपर्छ यहाँ भनेको मैले यहाँको मान्छेले मकै फापर कुट्नु परेन गहुँ घट्टा हो त नि घट्टै रहेछ त नि तल पानी घट्टा रहेछ नि त त्यो पानी घट्टा पानी गीत गाइदिनु नि त तपाईँले एउटा सरर र पानी घट्टामा भन्ने गीत तपाईँलाई नि आउँछ घट्टा चलाउन त्यो त बच्चाले चलाइन्छ घट्टा झर्ना त यहाँ पनि रहेछ नि त तिनीहरू पानी कहाँबाट भनेको यता जान्छु म त कता हिँडेको नानी दिदी कहाँबाट आइस् त ए ल ल ल आउँछु त्यही हो अलमोस्ट 15 मिनट जति हिँड्दाखेरि यहाँ पुगिँदो रहेछ मम्मीसँग आउँदाखेरि म मात्र आउँदाखेरि 5 मिनटमा हो सबै सुविधा बनाइदिनु रहेछ क्या टोइलेट सबै सुविधा बनाइदिनु भयो यहाँ आमा नेचक हुन्छ रे पानी पेचक गरे ए के हो कति सालमा बनाएको छ हेर न त्यहाँ कति सालमा कपडा फेर्ने ठाउँ हो यो त कपडा फेर्ने ठाउँ रे हो त नि त्यहाँ फेर्ने ठाउँ कति सालमा बनाएर रहेछ भनेको साल त लेखेको छैन बस्ने अब एकछिन ब यहाँ पनि यति छ बस्ने त्यो भएर नै यहाँ कपडा फेर्ने ठाउँ रे नुहाएर जाने है तपाईँ नुहाउने कि नुहाउँदैन म त टाउको मात्र के नुहाउँदैन म नुहाउँछु है त नुहा नुहा तेरो लुतो सुतो जान्छ बुझ्दै लुतै भएन मलाई अनि त्यो दाजी साजी हुन्छ नि पानी जान्छ क्या ल
ओहो जाडो भयो क्या नानी हाँ जाडो भयो ल अब झर्ना त आइहाल्यो नि ल हिँड्नु न माथि ऊ झर्रा ल हिँड्नु ए त नि यहीँ त नि झर्ना माथि रहेछ के अरे नानी दिदी अहिले त्यो दाउरा कहाँबाट ल्याएर उयो छ नि यो यस्तो दाउरा छ नि ठुलो यो दाउराहरू बनाएको ए कहाँबाट आयो होला यो दाउराहरू ऊ झर्ना त खासै ठुलो छैन भिडियोमा हेरेर झर्छ के यो जाम माथि जाम ठालो रहेछ भड्याङ जमानामा बनाएको यो जाम माथि जाम माथि माथि उडिन म भयो जाम न जाम स्या भइसक्यो यति जाब त कस्तो स्या हुने हो र यी भिडियोमा हेरे यतिको झर्ना त रहेनछ तर भोलि पछि बर्खामा त दामी नै हुन्छ होला झर्ना यहाँ झर्ना खै सुक्यो त नि यहाँ त क्यानोनिङ गर्ने जस्तो रहेछ झर्ना माथिबाट छ यहाँको त सुकेछ भिडियोमा राम्रो आएको थियो कि अस्ति मैले हेरेको थिएँ भिडियो त्यसमा यहाँ पुरै र जस्तो थियो होला पहिला अहिले यस्तो भयो यी झर्ना त सुकेर सानो भयो पानी यतिको सुनेन फेरि भनिदिनु त सबैलाई यहाँ आउने स्वास्थ्यलाई राम्रो गर्छ हिँड्न नसक्ने अनि लालबुङ हुन्छ नि आउनेलाई हात खुट्टा डह्रो बलियो बनाउँछ हिँड्न सकिन्छ हो तपाईँ पनि त्यस्तै हो अब म नि हिँडिरहेको अझ हिँड्न सक्छु म मम्मीले भनेको कुराहरू त सुनिसक्नु भयो होइन यहाँ हामी आमा छोरा घुम्न आयौँ कोही पनि हुनुहुन्न अहिले अघि बाटोमा भेटेको थियौँ 2टा ग्रुप अनि त्यही हो अब यहाँ खासै बाक्लो त छैन मान्छेहरू अब यो भर्याङ हो रे मम्मीले भनेको अब म त्यहाँ माथि कहाँसम्म पुग्छ चढेर हेर्ने प्रयास गर्छु नानी दिदी त नुहाउँदैन आज म मात्र नुहाउँछु अब कस्तो भयो नानी दिदी भनिदिनु त तपाईँको यो रमाइलो रमाइलो भयो ल अब यति भन्दै हामी चाहिँ अगाडि बढ्दैछौँ है अनि मेरो नानीलाई चाहिँ नुहाउनु भनेको नानी दिदी चाहिँ नुहाउनु मान्नु भएन के म मात्र नुहाएँ नि त अनि जाडो भएको छ खै अनि यहाँ यस्तो राम्रो रहेछ क्या झर्नाहरू चिसो भने जस्तो भएन नानी दिदी तपाईँलाई भर्याङ पनि छ हिँड्न सजिलो भर्याङ पनि छ हिँड्न के अरे हिँड्न सजिलो भयो अब नानी दिदी चाहिँ यस्तो यस्तो हिँड्न त डर लाग्दैन नि त्यही हो मैले अलिकति झोलामा खानेकुराहरू हालेर आएको छु अनि त्यो अलिकति खानेकुरा खाएर अनि हामी आस्ते आस्ते जान्छौँ भयो नि उता बजारतिर पुगेर केही खाजा खाएर घर जान्छौँ तर रमाइलो चाहिँ अति नै रमाइलो भयो आहा नानी दिदी तपाईँलाई कस्तो भयो भन्नु त ए रमाइलो भयो राम्रो लाग्यो कि राम्रो लाग्यो के खायो नानीले जाँड हाम्रो गाउँमा पाउँछ बाहरूले बनाएको हो बा ल
बाबुले बनायो अनि आज खुसी छिन् कस्तो छ मिठो छ मिठो छ त्यहाँ हाम्रो मुसी हुने यता बुढाकी लाउँछ नि यो खाना यहाँ डुब्थ्यो मैले मुसी हुँदा कराउँथेँ यो के गरेको भन्ने अनि त्यही मुसी टोपेर यस्तो हान्दैन गर्छ। तपाईँ कहाँनिर बस्नुहुन्छ क्या अहिले त हामी त यहीँ छौँ नारायणघाट यो नारायणमा हामी त पोखरा हो के पोखरा यस्तो गरेर कोटा समाउँछ यसरी खान्छ के ल ल राम्रो भयो मक्क खाता आएर त यो भात स्याङले शीतलो बनाउँछ ल हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद हाम्रो यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा अनि यहाँ रोकेर हामी चाहिँ भिडियो बनाउनुको कारण अब हजुरले थाहा पाइसक्नु होला त्यो राम्रो घरमा भिडियोमा देखिएको छ त्यही भएर हामीले माथि नै भिडियोहरू प्लान गरेर राख्यौँ